सरप्राइज दिन भनेर गएको उल्टै नै सरप्राइज भयो। हेलो एभ्रिवान, वेलकम टु माई अनदर मिनी ब्लग। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। आजको मेरो मिनी ब्लग सुरु हुँदैछ दिउँसोको 12 बजेबाट र यो मिनी ब्लगमा आज हजुरले देख्नुहुन्छ कि हामी आज कहाँ गयौँ के गर्यौँ भनेर। यो दिउँसोको 12 बजेको घाममा यिनीहरू चाहिँ कहाँ हिँड्ने सोच्नुभयो होला। हामी चाहिँ जान लागेको सुनौली। नानुलाई दिदीको घर छोडेर जान थालेको। नानुलाई त्यहाँ छोडेर हामी चाहिँ म र मेरो साथी भण्डारी भएर चाहिँ हामी सुनौली जान थालेको। यो 12 बजेको घाम, त्यसमाथि भैरवाको गर्मी, ओहो नि सबैभन्दा धेरै गर्मी त अहिले भैरवामै छ होला। हामी भैरवाको मान्छे चाहिँ इन्डिया बोर्डरको नजिकै भएको कारणले केही कपडाहरू, साडी, सुट, चिनी चियापत्ती यस्तो चाहियो भने हामी चाहिँ सुनौली बोर्डर पारी नै जाने गर्छौं। सुनौली पुगिसकेपछि आफ्नो आइडी कार्ड देखाएर हामी चाहिँ लाग्यौं बोर्डर पारी। बोर्डर पार गर्नको लागि अहिले चाहिँ हामीलाई आइडीहरू देखाउनु पर्छ। त्यसपछि सुनौलीमा जे काम थियो हामी त्यो कामको लागि लाग्यौं। खासमा हामी सुनौली आएको चाहिँ मेरो साथीको लागि स्कुल ड्रेस लिन। भन्दारीलाई चाहिँ नयाँ स्कुलको ड्रेस चाहिएको थियो। सो सुनौलीको काम हामी सक्यौं। हामीले चाहिँ ड्रेस त्यही सुनौलीमै सिलाएर लिएर आउने भनेर गएको थियौं। सो हामीसँग चाहिँ 2-3 घण्टा टाइम थियो। 2-3 घण्टा टाइम त्यहाँ बसेर वेस्ट गर्नु भन्दा हामी जाम साथीलाई सरप्राइज दिन भन्ने हाम्रो प्लान चाहिँ त्यतिखेर त्यहाँ बस्दा बस्दै बन्यो। त्यसपछि हामी लाग्यौं नौतुनातिर। नौतुना सुनौलीबाट धेरै टाढा छैन, नजिकै छ र नौतुनामा चाहिँ हाम्रो साथी शिखा छ। शिखा चाहिँ हामी स्कुल पढाउँदादेखिको साथी हो। हामीले स्कुल पढाउँदाखेरि हामी सबैजना सँगै पढाउँथे, म भण्डारी शिखा सबैजना। उसको चाहिँ बिहा भएर ऊ चाहिँ नौतुना पुग्यो। उसको घर चाहिँ नौतुना हो। धेरै पछि हामी नौतुना गएको कारणले हामी चाहिँ बाटो बिर्सेछौँ। हामी चाहिँ भित्र बजारको बाटो जाने ठाउँमा हामी चाहिँ मेन रोडको बाटो गयौं र बाटो त्यहाँ जाँदाखेरि हामी चाहिँ धेरै अगाडि पुगेछौँ। त्यसपछि हामीले त्यहाँ बाटो सोध्यौं। त्यसपछि बल्ल हामी नौतुना बजार पुग्यौं। नौतुना बजार पुगिसकेपछि फर्स्टमा चाहिँ हामी भीमार्ट गयौं अलिअलि सपिङहरू, कपडाहरू हेर्नको लागि। भीमार्टमा चाहिँ कपडाहरू एकदमै सस्तो सस्तो पाइन्छ, डेली युजको, स्पेसली बच्चाहरूको पनि एकदमै राम्रो सस्तोमा पाइन्छ। छोराछोरी भइसकेपछि आफूलाई भन्दा पहिला सुरुमा चाहिँ छोराछोरीलाई नै लिन मन लाग्दो रहेछ। मैले पनि नानुको लागि केही सामानहरू लिएँ। एकदम सस्तो थियो। डेली युजको कपडाहरू पनि एकदमै राम्रो, पार्टी वेयरहरू पनि एकदमै राम्रो थियो। भण्डारले पनि आफ्नो नानुको लागि कपडाहरू हेरिरहेको थियो। त्यसपछि आफूलाई मन परेको कपडाहरू 1-2टा लिएर हामी चाहिँ काउन्टरतिर लाग्यौं। काउन्टरमा यहाँ हेर्नु न, एउटा कति ठुलो ललिपप। मलाई यो ललिपप देख्दा चाहिँ आफ्नो नानुको एकदमै याद आएको थियो। जाने बेलामा पनि हामी घरबाट निस्किने बेलामा पनि उसले चाहिँ मामु ठुलोवाला ललिपप ल्याइदिनु है भनेको थियो। यहाँ चाहिँ ठ्याक्क त्यस्तै ठुलोवाला ललिपप थियो। अलिअलि सामान लिएर हामी चाहिँ सिधै लाग्यौं शिखाको घर। शिखालाई केही आइडिया नै थिएन कि हामी आउँदैछौँ भनेर, हामीले नभनिकन नै आएको हो। हाम्रो यो प्लान चाहिँ सुनौली बस्दा बस्दै नै बनेको हो। हामीसँग 2-3 घण्टाको टाइम थियो। सो त्यो टाइम चाहिँ हामी त्यहाँ बस्नुभन्दा जाम 2-3 घण्टामा पुगेर पनि आइन्छ भनेर हामी चाहिँ शिखाको घर गएकोबाट शिखाको आवाज आए जस्तो मानेर म चाहिँ डाइरेक्ट त्यो रुममा हेर्नको लागि गएको त उता पछाडि अर्को रुममा रहेछ। उसले चाहिँ हामीलाई देखिहाल्यो, त्यही भएर हेर्नु न कसरी हाँसेछ। उसले त्यही भन्दा छ तिमीले सरप्राइज भन्छु भने उल्टै सरप्राइज भयो। यो चाहिँ हो हाम्रो सानो शिखा। यो चाहिँ शिखाको सानो नानी हो। हेर्नु न, गोटिना बैचिन हाम्रो पुटुरी। शिखालाई भेट्ने त बहाना मात्रै हो के, यिनलाई पनि भेट्न पाइन्छ, देख्न पाइन्छ भनेर पनि हामी गएको। एकछिन बस्यौं, गफ गर्यौं। हामी चाहिँ त्यहाँ धेरै बेर भुलेनौं, आधा घण्टा जस्तो मात्रै भुल्यौं। त्यसपछि हामी अझै हामी महलहरू, बाहिर बजारहरू घुम्ने भनेर हामी चाहिँ त्यहाँ धेरै बेर बसेनौं। त्यसपछि शिखालाई बाई बाई गरेर हामी फेरि लाग्यौं सिटी कार्टतिर। सिटी कार्टमा पनि बच्चाको कपडाहरू एकदमै राम्रो थियो, सस्तो राम्रो थियो। त्यहाँबाट पनि मैले नानुको लागि थोरै कपडाहरू लिइदिएँ। हेर्नु न, हजुरहरूले देख्न सक्नुहुन्छ कति राम्रो कति क्युट फ्रकहरू थियो। पार्टी वेयर भयो, डेली युजको भयो, एकदमै राम्रो कपडाहरू थियो। भन्नाले पनि आफ्नो नानुको लागि केही कपडाहरू, सामानहरू लिइदियो। शपिङ सकेर हामी लाग्यौं फेरि सुनौली आएर हामीले चाहिँ हाम्रो कपडा सिलाउँदैको कपडा लिगेम। त्यसपछि लाग्यौं घर। मैले नानुको लागि एउटा डल ल्याइदिएको थिएँ। ऊ चाहिँ यति खुसी भयो त्यो डल देखेर।
र यही थियो मेरो आजको मिनी ब्लग। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भेटौँला अर्को मिनी ब्लगमा, त्यति बेलासम्मको लागि बाई बाई, टेक केयर एभ्रिवान।